प्रणाम सबैलाई। आज म यहाँ मेडिटेसनको बारेमा केही मिथहरू रहेको छ यो बारेमा केही भन्न चाहन्छु। मेडिटेसनमा मानिसहरू लागेपछि एउटा बैरागी, कट, इग्नोरेन्ट त्यस्तो सोचाइ रहेको छ। तर म भन्छु कि यो सत्य होइन। मेडिटेसनमा जोसुकै लागिरहनु भएको छ, स्पेशली जससँग प्रपर गाइडेन्स हुन्छ, गुरुदेवको कृपा, गुरुदेवको गाइडेन्स हुन्छ, उहाँहरू होल हार्टेडली लागिरहनु भएको हुन्छ। उहाँहरू एकदम अवेयर भएर त्यो सिचुएसनमा होल हार्टेडली लागिरहनु भएको हुन्छ। त्यो कारणले गर्दाखेरि अलुफनेस यो लाग्नु भनेको, इग्नोरेन्स भनेको एउटा मेडिटेसनको सङ्केत होइन। यो मेडिटेसन विथ प्रपर गाइडेन्स भयो भने तपाईँको मेडिटेटिभ लाइफ सँगसँगै तपाईँको यहाँ बाँचिन्जाल वर्ल्डली लाइफहरू पनि सबै एकदमै स्मुथ, राम्रो र होल हार्टेडनेसको साथ सबै कार्य सम्पादन भइरहेको हुन्छ। फर इक्जाम्पल, तपाईँको फ्यामिली लाइफ होस्, तपाईँको करियर होस्, प्रोजेक्ट होस्, जसुकै आध्यात्मिक मार्गमा लाग्नु भएको छ, उहाँहरूको सोचाइ भनेको त्यहाँको हितको बारेमा हुन्छ। आफ्नो सेल्फिसनेसको बारेमा हुँदैन, सेल्फलेसनेसको बारेमा हुन्छ। त्यो कारणले गर्दाखेरि जोसुकै मेडिटेसनमा लाग्नु भएको छ र उहाँ कुनै पार्ट अफ द प्रोजेक्ट हुनुहुन्छ भने त्यसलाई एकदमै हित मात्र भएको हुन्छ। उहाँले अरूलाई स्पेस पनि दिन सक्नुहुन्छ भने त्यो हार्मोनी मेन्टेन गरेर आफू सँगसँगै त्यहाँ इन्भल्भ भएर त्यसलाई कसरी माथि पुर्याउने हो, आफ्नो कन्सियसनेस बढाउनुको साथसाथै त्यसलाई कसरी सक्सेस दिने हो भनेर पुरा लागिरहनु भएको हुन्छ। त्यो कारणले गर्दाखेरि इभन नट ओन्ली प्रोजेक्ट, करियर, तपाईँको फ्यामिली लाइफमा पनि मेडिटेसनमा लागेपछि त फ्यामिली ध्वस्त हुन्छ, खत्तम हुन्छ भन्ने पनि सुनेको छु। तर त्यस्तो होइन। लाइक फर इक्जाम्पल, तपाईँको फ्यामिली मेम्बरमा या साथीहरू कोही तपाईँसँग मनमुटाव रिसाइरहनु भएको छ र तपाईँलाई थाहा नभएको छ भने अब मेडिटेसनमा लागेको, आध्यात्मिक यात्रामा लागेको मानिसहरू चाहिँ अवेयर भएको हुन्छ। अरूको भावना, आफ्नो भावनाहरूमा पनि संवेदनशील हुन्छ। त्यो कारणले गर्दाखेरि अरूको भावना बुझेर मैले त कसैलाई हर्ट गरिरहेको रहेछु भन्ने थाहा भइरहेको हुन्छ। त्यसपछि उहाँलाई माफी माग्न जान सक्नुहुन्छ, कुरा गरेर सुल्टाउन सक्नुहुन्छ। त्यो भएको कारणले गर्दाखेरि रिलेसनसिपदेखि लिएर हरेक कुरा स्मुथ भइरहेको हुन्छ। त्यो जबरजस्ती एकअर्कासँग मनमुटाव भएर सोसियल लाइफ पर्स्यु गर्न बाध्य भएको चाहिँ हुँदैन। त्यो कारणले गर्दाखेरि जहाँ हुनुहुन्छ एकदमै पिसफुल, हार्मोनी र एकअर्कालाई ह्याप्पिनेस दिन सक्ने क्यापेसिटी भएर आफू पनि ह्याप्पी भएर बाँचिरहेको हुन्छ। तसर्थ मेडिटेसनमा लागेको जोसुकै हुनुहुन्छ, उहाँहरूको फ्यामिली लाइफ, साथी सङ्गत सबै एउटा हार्मोनी, पिसफुलमा रहेको हुन्छ। एउटा यु क्यानट एक्सपेक्ट इज लाइक एकदमै त्यो जाड रक्सी, माछा मासु त्यस्तो इन्भाइरोमेन्टमा नि साथ दिदेओस् भन्ने एक्सपेक्ट चाहिँ राख्नु हुँदैन। बिकज मेडिटेसनमा लाग्नु भएकोहरू यी चिजहरूबाट पन्छेर एउटा स्वच्छ, हेल्दी भनौँ, स्पेसली माइन्ड र बडीको लागि त्यो लाइफ पर्स्यु गरिरहनु भएको हुन्छ। आफ्नो लागि, समाजको लागि केलाई राम्रो हुन्छ भनेर सोच्ने क्षमता डेभलप भइरहेको हुन्छ। त्यो कारणले गर्दाखेरि यो अलुफ, कट, बैरागी भन्ने भन्दा पनि एउटा चाहिँ एकदमै हायर कन्सियसनेसमा रहेर सबैलाई हार्मोनीमा, सबैलाई कसरी खुसी दिने, आफूलाई कसरी खुसी दिने भन्ने एउटा लाइफ पर्स्यु गरिरहेको हुन्छ। बट अगेन आई वुड लाइक टु एड, त्यहाँ चाहिँ गुरुदेवको प्रपर गाइडेन्स रहेको हुनुपर्ने हुन्छ। नत्र भई तपाईँ आफ्नो स्वार्थलाई मात्र अगाडि बढाइरहनु भएको छ कि मेडिटेसनको नाममा, त्यो पनि तपाईँले सोच्नुपर्ने हुन्छ। अब अर्को कुरा गर्दाखेरि मेडिटेसनमा लागेकोहरू भनेको एउटा नियम, आफूभित्रलाई आफ्नो बारेमा थाहा पाउने, आफ्नो श्वासको बारेमा, आफ्नो थट्सको प्रोसेसको बारेमा, आफ्नो लाइफको बारेमा, आफ्नो बारेमा थाहा पाउँदै जाने, आफ्नो प्रकृतिको बारेमा, इनर नेचर, इनर कलिङको बारेमा थाहा पाउँदै जानु हो। फर इक्जाम्पल, जब हामी साइन्स पढ्छौँ, हामी वर्ल्ड, ग्राभिटी, यो प्लानेटदेखि लिएर यी लजहरू, पोस्टुलेट्सहरू, धेरै चिजहरू हामी थाहा पाइरहेको हुन्छौँ। त्यस्तै गरी जब मेडिटेसनमा लाग्छौँ, हामीले आफूभित्र र संसारमा कसरी हार्मोनी हुन्छ यी कुराहरूको ज्ञान भइरहेको हुन्छ र आफ्नो बारेमा थाहा पाउँदै जाँदाखेरि अरूलाई पनि यस्तै सिचुएसन रहेछ, यसरी नै दुःख परिरहेको रहेछ, यसरी नै हेल्प गर्न सकिन्छ भनेर हेल्प गर्न पनि सक्ने क्षमता वृद्धि भइरहेको हुन्छ। तसर्थ मेडिटेसनमा लाग्नु भनेको अलुफ हुने, पर जाने भन्ने होइन, बल्कि उहाँहरू मेडिटेसनमा लाग्नु भनेको होल हार्टेडली इन्भल्भ हुनु हो। गुरुदेवको एउटा कोट छ, के भन्नुभएको छ भने आइसक्रिम जस्तै हो जीवन, लाइक राख्दा राख्दै पग्लेर त जान्छ। त्यो कारणले गर्दाखेरि चुसेर इन्जोय गर। सो तपाईँ आफ्नो लाइफ यत्तिकै राख्न चाहनुहुन्छ, यत्तिकै
यस्तै हो भनेर बिताउन चाहनुहुन्छ कि नेक्टर अफ लाइफ भनौँ न, यसलाई पुरा इन्जोय गरेर लाइफ के रहेछ त्यसको निचोड लिएर बाँच्न चाहनुहुन्छ, इट्स अप टु यु। त्यो कारणले गर्दाखेरि यो हरेक चिजबाट अलफ हुने, वैरागी हुने होइन कि रियल नेक्टर अफ लाइफ चाहिँ इन्जोय गर्न सक्ने एउटा पर्स्युट हो एक्चुअली। अरू चिजबाट त्यो पुग्छ, थाक्यो, वाक्क भयो भन्ने हुन्छ भने मेडिटेटिभ लाइफमा गएपछि चाहिँ अब त्यो भावहरूबाट पनि अब वाक्क नलाग्ने के रहेछ त भनेर खोज्न हिँडेको यात्रा हो एक्चुअली। त्यो कारणले गर्दाखेरि मेडिटेसन इज भेरी फ्रुटफुल। कोही मानिसहरूसँगै काम गरिरहनु भएको छ, अफिसमा होस्, सोसियल लाइफ होस्, तपाईँको एकदमै उहाँहरू भनेको तपाईँलाई एकदमै भलाइ सोच्ने हुन्छ, आफ्नो बारे मात्र नसोचेर। तपाईँको गीतामा पनि यो कुराहरू भनिएको छ। फर इक्जाम्पल, मुनि कस्तो गर्छ, अरूहरू सुत्दाखेरि ऊ पनि जागेको हुन्छ, त्यो अवस्थामा पनि आफ्नो मात्र स्वार्थको इच्छाको बारेमा सोचे हुँदैन। उनीहरूले आफ्नो इच्छाको सट्टा इभन अर्थ, नेचरदेखिको ब्यालेन्सको बारेमा त्यो कन्सियसनेसमा बाँचेको हुन्छ। त्यस्तै हो, साधनामा लाग्नुभएको छ, राम्रोसित गुरुदेवको मार्गनिर्देशनमा राम्रो साधना गरिरहनु भएको छ भने तपाईँको कन्सियसनेस, इभन मैले भनिहालेँ, ग्रुपमा बसेर आफ्नो बारेमा मात्र सोच्नु हुँदैन। त्यो कारणले गर्दाखेरि त्यहाँ कसरी हार्मोनी हुन्छ र साथसाथै आफू पनि कसरी ह्याप्पी हुन्छ, त्यो दुइटै सँगसँगै जान्छ। त्यो कारणले गर्दाखेरि ध्यानमा लाग्नुभएकाहरू जसुकै हुनुहुन्छ, जस्ट तपाईँहरू आफ्नो साधनामा पनि नियमित लागिरहनु होला। यी कुराहरू, वैरागी भावनाहरूबाट विचलित नहुनु होला र होल हार्टेडली लागिरहनु होला। गाह्रो पर्यो भने आफ्नो गुरुदेवको इन्स्ट्रक्सनहरू पनि फलो गरिरहनु होला। त्यसरी नै आफ्नो लाइफहरू यसरी नै इन्जोय गरेर रहनु होला। यति भन्दै म आजको कार्यक्रम आज यहीँ टुङ्ग्याउँछु। धन्यवाद।